हेलो गाइस, नमस्ते। मेरो नाम चाहिँ अरमान छेत्री हो। म अहिले चाहिँ जापानमा बस्ने 17 मान्छे। एक्लै होइन, म मम्मी ड्याडीसँग बस्छु। म अहिले फेरि जापानमा पढ्दै हो। त्यो नर्मल त्यो आइज जापानिजहरू जान्छ नि पुरा स्कुलहरू क्या, त्यो नर्मल स्कुल पढ्दै हो। त्यस्तो जापानिज सिक्ने ठाउँमा त होइन। अनि त्यही त नि, म नि अब आफ्नो युट्युब हल्का सुरु गरौँ जस्तो लाग्थ्यो क्या, कि आफ्नो नि केही भिडियो बनाऊँ। सानोबाट मन पर्छ मलाई भिडियो बनाउन। मेरो 3-4वटा युट्युब च्यानल थियो पहिला नि, डिलिट भयो त्यो चाहिँ सबै भइकिन हो। अनि त्यसमा चाहिँ अझ जापानको मेरो मेरो लाइफ चाहिँ दिनदिनै कसरी हुन्छ, म के गर्छु, कता स्कुलमा के इभेन्ट हुन्छ, त्यसको बारेमा हजुरहरूलाई देखाऊँ। हजुरहरूलाई त्यति थाहा छैन होला, कसैले त्यति धेरै देखाउँदैन कि। अरू त सबै आउँछ, जापान आउँछन्। अनि जापानको स्पेसल त जापानिज पढ्ने हुन्छ, त्यहाँ पढेपछि सिधै काममा जान्छन् किनीहरू त, त्यो डाइरेक्ट काममा जाने हो। म फेरि अर्कै हो, मम्मी ड्याडी त पहिला एउटा काम गर्दै बस्नु थियो। म मम्मी ड्याडी पहिला काम गर्दै बस्नु थियो कि यहाँ। म आएँ 1-2 महिना चाहिँ म जापानिज भाषा पढेर म सिधै यिनीहरू पढ्ने ठाउँमै गएको कि, यिनीहरू नर्मल स्कुल हुन्छ नि, हो त्यहीँ गएको म। फेरि धेरै डिफ्रेन्ट हुन्छ त्यो पढेर उता काम गर्न जाने र यहाँ पढ्दै 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 अनि काम गर्न युनिभर्सिटी को चुकाको भन्ने धेरै नै हुन्छ यहाँ। अलग हुन्छ, धेरै अलग हुन्छ। त्यही मन त्यही हजुरलाई मेरो लाइफ दिनदिन कस्तो हुन्छ भनेर त्यही देखाऊँ भनेर यो मैले च्यानल सुरु गर्दै हो। हल्का बाहिर जानु चाहिँ, अर्को अगाडि भिडियो रेकर्ड गर्न चाहिँ मलाई हल्का त्यो के अरे एन्जाइटी हुन्छ कि। ल त्यति मात्र यो यो त नयाँ इन्ट्रोडक्सन भिडियो मात्र भइहाल्यो अब। अनि त्यही त नि म नि अब दिनदिनै त ब्लगिङ त आउँदैन। मेरो नि यता पढ्न छ, स्कुलै छ होइन, सबै म गर्ने भन्छ। शनिबार आइतबार नभए कहिलेकाहीँ दिनको एकचोटि भिडियो अपलोड गर्ने कोसिस गर्छु। टिकटक इन्स्टाग्रामको लिङ्क चाहिँ उता डिस्क्रिप्सनमा, त्यता चाहिँ सर्ट्सहरू त अपलोड गर्छु। त्यति मजा गर्नेको यता फुल भ्लग हाल्छु युट्युबमा। इन्स्टाग्राम टिकटकहरूमा चाहिँ सर्ट्सहरू गर्छु कि अपलोड गर्छु। थ्याङ्क यू, धन्यवाद।